Recall de la nomor 2, recall de la नमस्ते सबैलाई। आज चाहिँ म साथीभाइहरूलाई आइफोन 16 प्रो म्याक्सको म सेन्सिटिभिटी देखाइदिन्छु जेरोस्कोपको है त। के हुन्छ भन्दाखेरि म चाहिँ आइफोन 16 प्रो म्याक्स युज गर्छु होइन। साथीभाइहरू चाहिँ 11, 12, 13देखि गरेर 17 सम्म नै यो सेन्सिटिभिटीले सायद राम्रो गर्छ भन्ने लाग्छ मलाई जहाँसम्म। किन भन्दाखेरि म प्रो प्लेयर त होइन, तर साथीभाइहरूलाई जे होस् मैले जानेको अनुसारको बुझेअनुसारको सेन्सिटिभिटी चाहिँ पक्कै पनि उपलब्ध गराउने उद्देश्यले मैले यो सानो भिडियो बनाएको। तर प्र्याक्टिस चाहिँ अनिवार्य बढी हुनुपर्छ। यो त्यो 6 को भयो, यो चाहिँ अब 4 को। अरूले चाहिँ प्राय युट्युबहरूतिर केतिर आउने ट्रेनिङ ग्राउन्डमा यस्तो गरेर देखाउने अनि पर सेन्सिटिभिटी बिगारेर हुन्छ भनेर देखाउँछ अरे भन्छ। म प्रो प्लेयर त होइन, नर्मल प्लेयर हो, तर म चाहिँ यो सेन्सिटिभिटी युज गर्छु जेरोस्कोपको। साथीभाइहरूले पनि एकचोटि ट्राई गर्नु है त। ओके, फायर गर्दाखेरि जहिले पनि बसेर फायर गर्नु है त। बसेर चाहिँ अब राम्रो फायर हुन्छ होइन। अब बसेर उठेर एकचोटि फायर हुन्छ भने बसेर चाहिँ अलिक हल्का। ओके साथीहरू, ल अब सेन्सिटिभिटी म देखाइदिन्छु, एकचोटि ट्राई गर्नु है त। म राम्रो प्लेयर त होइन, तर जे राम्रो लाग्छ मलाई राम्रै होला मेरो सेन्सिटिभिटी जस्तो लाग्छ। एकचोटि ट्राई गर्नु है त। सेन्सिटिभिटी लेन्समा चाहिँ यस्तो छ है त, सट्ट हेरेर एकचोटि ट्राई गर्नु, टक्क लगाएर कस्तो हुँदो रहेछ। लेन्समा त्यही भयो। अनि जेरोस्कोपमा चाहिँ यस्तो छ मेरो है। एकचोटि आइफोन युजर साथीहरूले गरेर ट्राई गरी हेर्नु है त। ट्राई गर्नु होला एकचोटि, त्यस पछाडि कस्तो हुँदो रहेछ। अब मान्छेहरूले त प्रायः यहाँनिर यस्तोमा भिडियो बनाउँदाखेरि सुतेर भिडियो बनाएको देखाउँछ होला, तर म त्यस्तो देखाउनेवाला छैन। किनकि जहिले पनि पब्जी खेल्दाखेरि चाहिँ प्रायः उभिएर ट्याक्क बसेर फायर गर्नु होला। किनभने बसेर फायर गर्दा सिधा जान्छ।